नमस्ते। न्यू डे न्यू भिडियोको साथमा आइसकेँ। आज दुनोट बनाउँदैछु, तातो तातो दुध। यसको लागि मैले मनतातो दुध लिएको छु, पगालेको नौनी लिएको छु, चिनी लिएको छु, नुन लिएको छु नि यीस्ट पनि राख्नुपर्ने हुन्छ। यसलाई घोल बनाउनु पर्ने हुन्छ। यसमा म एउटा यसलाई घोलेर अनि अन्डा पनि राख्दाखेरि राम्रो हुन्छ। फेरि अन्डा मैदा त चाहिने कुरा भइहाल्यो। अनि यसलाई अब मजाले घोल्नु पर्ने हुन्छ, घोलेर पेस्ट बनाउनु पर्ने हुन्छ। अनि यसरी डो बनाउनको लागि चाहिँ धेरै बेर त एकछिन मजाले मुछेर यसलाई ऱ्याप गरेर राखिने हुन्छ। भाँडोले छोपेर राखेको हुन्छ, प्लास्टिकमा राखे यस्तो छैन भने प्लास्टिकमा राख्दा पनि हुन्छ। अनि एकछिन पछि 2-3 घन्टापछि यो फुलेर यस्तो राम्रो हुन्छ। ले हेर्नु है, नरम भइसक्यो। दुनोट बनाउनको लागि तयार भइसक्यो। मैले चाहिँ दुधमा पानीमा पनि बनाउन सकिन्छ है। दुनोट दुधमै बनाउनु पर्छ नि छैन। अब म यसलाई मजाले दुनोट बनाउनको लागि मुस्नु पर्ने हुन्छ। हेर्दै जानु ल दुनोट कसरी बन्छ भनेर। यसलाई बेल्नुपर्छ। बेलेर बाक्लो फेरि पातलो बनाएर रोटी बेलेको जसरी होइन, यसलाई मोटो मोटो हुने गरेर बेल्नुपर्छ। अनि आफ्नो घरमा बिर्कोको सहायताले यसलाई गोलो बनाउनको लागि बिचमा सानो घरको बिर्को लिए पनि हुन्छ, पानीको बोतलको बिर्को लिए पनि हुन्छ। मैले चाहिँ यही बिर्को थियो, यसले हजुरहरूले भने यसै गरी दुनोट बनाउन सक्नुहुन्छ। बनाउनको लागि सजिलो जाडोमा तातो तातो दुनोट खानको लागि मैले अब यसलाई तावा सारिसकेको छु। कराई भने पनि तावा पनि कराई भन्छ यसलाई। कराई तावा के भन्छ, हामी चाहिँ कराई भन्छ। अनि यसमा बसालेर अब दुनोट राखिसक्यो। अब दुनोट पाक्दै गर्दा एकैचोटिमा तेलमा पड्काएपछि तेल डुब्ने गरेर राख्नुपर्छ। अनि दुनोटलाई पकाउँदै गरेपछि दुनोट तयार हुन्छ। अनि चियासित खाँदा पनि हुन्छ, तरकारी जेसित खाँदा पनि तातो तातो दुनोटको मिठो मिठो दुनोट। हेर्नु त कस्तो राम्रो भयो। तर अन्डा नराखिकन पनि बनाउन सक्नुहुनेछ। अन्डा राखेको सबैले खानुहुन्छ भन्ने छैन। दुनोट तयार भयो। अब नरम दुनोट तयार भइसक्यो।